नमस्ते, म हिमा च्यानल युट्युब। आज चाहिँ हामी छौँ केराबारी धरान चोक भनौँ न धरानको केराबारीको ठाउँमा। यहाँनिर चाहिँ म झोलङ्गी पुलमा छु। यो झोलङ्गी पुल धेरै माथिबाट आएको छ अनि उताबाट तपाईँले देख्दै हुन्छ, त्यहाँबाट चाहिँ गाडीहरूबाट जान्छन्। मजाले देख्नु भएन होला तपाईँहरूले। अनि यो चाहिँ म केराबारीको पहिलो पुलमा आएको हो। मलाई किन लागिरहेछ कि यहाँनिर साह्रै झोलङ्गे पुल हल्लिँदैछ। यो हेर्नु होला केराबारीको नजारा। म चाहिँ तपाईँहरूले सोचिराख्नु भएको होला म किन हिन्दी नबोलेको। म नेपाली हो, नेपाली। मैले तपाईँलाई अर्को भिडियोमा पनि भनिरहेको थिएँ म नेपाली हो, म नेपाली बोल्दछु। अनि यहाँ एकजना दिदी ओह्रालो जाँदै हुनुहुन्छ। अनि यहाँदेखि हेर्नु पुरा कस्तो राम्रो कुरा। उता मुनि यहाँनिर उयो हामीले एउटा बाख्रा भेटेको थियौँ। एकजना मान्छेहरूलाई पछाएर चाहिँ लिएर आएको बाख्रा। त्यो बाख्रा अहिले हामीसँग छ। हामी कन्ट्याक्ट गर्नु खोजिरहेछौँ। माथि ठुलो ढुङ्गाबाट छ। जसले पनि यो भिडियो हेर्नु होला प्लिज भन्नुहोस्। तर हामीले अहिले मान्छेहरू भेटिसक्यौँ भन्नु परेन। यो हो सानो मुन्ने, यति सानो चाहिँ जस्तो लागिरहेछ हिजो अस्ति भर्खर जन्मेको हो। अनि यहाँ यस्तो खेतहरू छ, तरहरू छ। अनि अब यहाँनिर त च्यान पनि रहेछ। तपाईँहरूलाई डर लाग्दैन यस्तो च्यानमा? यहाँ हेर्नु, यतै यस्तो राम्रो ठाउँमा च्यान गाडेको। यस्तो राम्रो ठाउँमा त कुन मान्छेले च्यान मारेको हुन्छ। यहाँनिर चाहिँ बाख्रा डराउँदैछ किनकि हामी यहाँ लास्टमा आइपुगेको छौँ। यहाँदेखि माथि सुइया जान्छ। यहाँ हेर्नु, अब मलाई पनि डर लाग्नु थालेको छ किनकि यो झुलुङ हल्लिनु थालेको छ। अनि यहाँ वरिपरि तारहरूले मात्रै पक्रेको छ। मलाई डर लागिरहेछ धेरै। ध्यानले हेर्नुहोस् त, यहाँनिर तारहरूले पनि जोगाएको छ। यहाँ हेर्नु, भरे यो तारहरू चुटि गयो भने त हामी जान्छौँ होला त। हेर्नुहोस्, अनि यहाँ माथि हेर्नु, यो चाहिँ मेरो भाइ हो नि। ऊ चाहिँ टिकटक बनाउँदैछ न्युट्युब। मलाई फरक छैन, म चाहिँ न्युट्युब बनाइरहेको छु। अनि यहाँ मेरो दिदी एकजना टिकटक बनाउँदै हुनुहुन्छ। अनि एउटा घाम छ। यहाँ हेर्नु, मलाई चाहिँ भाइले मेरो कुरामा नआउनु भनिरहेको छ। तपाईँ जे पनि भन्नु, तपाईँलाई मन पऱ्यो भने भिडियो सब्सक्राइब लाइक सबै गरिदिनु म चाहन्छु। यो हेर्नुहोस् त, म पनि तपाईँहरूलाई अरू यस्तै चिज देखाउन चाहन्छु। अब मिलौँ अर्को 2 पार्टमा। टेक केयर, बाई बाई। अर्को 2 पार्टमा हामी सबैजना मिलौँ। म तपाईँलाई त्यहीबाट सबै जानकारी दिन सक्छु।